हेलो मित्रहरू, स्वागत छ तपाईलाई मेरो बिहानीको भ्लगमा। आज बिहानै म बडापाउ बनाइरहेको छु। देख्न सक्नुहुन्छ यसरी फटाफट गोला गोला बनाउँदै म बडापाउको बन बनाइरहेको छु। हामी बडापाउ पनि बेच्छौँ। हाम्रो एड्रेस छ धनगढी 8 क्याम्पस रोड, आउनु होला। अब बडापाउ बनाइसकेपछि मेरो अर्को स्टेप हुन्छ, मैले यो डोनटहरू फ्राई गरिसकेको छु। देख्न सक्नुहुन्छ यो हाम्रो डोनट हो। अनि यो बडापाउको बन हालिसकेदेखि यसरी राखेको छु। अनि यो चाहिँ हाम्रो भदैया साली हैन, हाम्रो पाहुना आउनु भएको थियो। उहाँहरू चाहिँ गइसक्नु भयो। राम्रो डान्स गर्छ उसले चाहिँ। म चाहिँ उसले भनेको थिएँ डान्स गर्नु, भिडियो बनाउनु, टन्न भाइरल बनिन्छ भनेर। उताबाट जेठान टक्क आउँदै हुनुहुन्छ मुस्कान दिएर। हामी चाहिँ यसरी अब उहाँ यसरी काम भइरहेको हुन्छ। यो हो हाम्रो सानो पसल र देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो 50 लिटरको दुधको डेग हो। र यसमा चाहिँ हामी 50 लिटर दुध हालेर यसमा बोइल गर्छौँ, जुनबाट मही बन्छ, दही मही अनि घिउ पनि हामी यसैबाट बनाउँछौँ। हामीसँग एकदमै अर्ग्यानिक घिउ पाउँछ साथीहरू, देख्न सक्नुहुन्छ। यसरी बनाइरहेको छु म। यत्तिकैमा हाम्रो दुधवाला साथी पनि आउनु भएको रहेछ र दुध ल्याएर आइसक्नु भएको रहेछ। जेठानले चाहिँ यो दुध तौलिराख्नु भएको छ र देख्न सक्नुहुन्छ हाम्रो छोटो बाबु समीर, एकदमै ज्ञानी बाबु। र हाम्रो सासुआमा मेरो मेरो मिसेस, उहाँले चाहिँ उहाँको आन्टी, उहाँको सानो मम्मी हुनुहुन्छ। र पछाडि चाहिँ मेरो वाइफको भदैनी, मेरो पनि भदैनी हैन। हाम्रो चाहिँ खाना पकाउने ठाउँ सानो कोठा यस्तो छ हाम्रो, बस्ने खाना पकाउने लुगा लत्ता यसरी राखेको छ। भाता बुङ्गो छ साथीहरू, के गर्नु यस्तै छ, बिजी भइन्छ। अनि चाहिँ बाहिरतिर चाहिँ यस्तो छ मौसम, पुरै पानी परेर त्यहाँ देख्न सक्नुहुन्छ यो क्याबवाला एभ्रिडे दारू खाने मान्छे हो त्यो। सधैँ दारू खाएर गाउँ बोलेको हुन्छ त्यो। हाम्रो नजिकको पडोसी हो। र देख्न सक्नुहुन्छ म चाहिँ आफ्नो ब्लेड निकालेर बच्चाहरूलाई स्कुल पुर्याउन गइरहेको छु। यो चाहिँ पछाडि एन्टम्यान जसरी गरिरहेको छ, त्यो चाहिँ यो एन्टम्यान हो, महेश रावल। र देख्न सक्नुहुन्छ अब चाहिँ हामी जानलाई तयार भइसकेका छौँ। एकदमै हामी रेडी भइसकेका छौँ। अब बुढीले सबै कुरा रेडी गरेर छोराहरूलाई पनि रेडी गरेर अब देख्न सक्नुहुन्छ सानो छोरा समीर हाई भन्दैछ, सबैजनालाई नमस्ते भनिरहेको छ, माया गरिरहेको छ। माया गरिदिनु होला उसलाई पनि। देख्न सक्नुहुन्छ महेश पनि पछाडिबाट हेरिरहेको छ, एन्टम्यान यत्रो टाउकोवाला। हामी स्कुल पुगिसकेका छौँ। महेश आफ्नो क्लासतिर टिक गरेर गइरहेको छ। अनि यो चाहिँ महेशको स्कुल हो। महेश र समीरको दुइटैको। महेशको भने उता छ र समीरको यो ठाउँमा छ। यहाँ चाहिँ अलि पानी आएको कारणले हिलो बनेको छ। देख्न सक्नुहुन्छ स्कुलको गाडीहरू हो, टाढा जाने मान्छेको लागि पनि स्कुलको गाडी। अनि देख्न सक्नुहुन्छ हाम्रो समीरलाई पनि समीरको म्यामले लगेर गइहाल्नु भयो। र अब समीरसँग पनि छुट्टिन्छु मैले एकछिनको लागि। देख्न सक्नुहुन्छ समीरको क्लास चाहिँ त्यहाँ हो। अब ऊ पनि गइहाल्यो। अब म पनि ब्याक हुन्छु। यो चाहिँ स्कुल हो, महेश पढ्ने स्कुल हो, अपी विद्या निकेतन। अब चाहिँ म यो बाटो रिटर्न जान्छु। तपाईहरूलाई फेरि अब म यस्तो पानी परेर म भिजिरहेको छु, देख्न सक्नुहुन्छ। यो पानी लास्टै परिरहेको थियो, त्यो हुनाले म चाहिँ अब यहाँबाट गोली भएर पसलको तर्फ लागेँ। पसलको तर्फ लाग्दाखेरि ठ्याक्कै लेफ्ट साइडमा देख्न सक्नुहुन्छ 3 स्टार स्कुल गयो। पानीले पुरै भिजिरहेको छ, त्यही पनि म भिडियो बनाउन छोडेन। यो चाहिँ हाम्रो पसल हो। पसलमा पुगिसकेँ। उतापट्टि लुकेर नास्ता खाइरहेछन् एकजना हाम्रो साथी, हेलो हाई भन्दैछन्। देख्न सक्नुहुन्छ हैन, हाम्रो दुईजना साथी हुनुहुन्छ। उहाँ चाहिँ एकदमै राम्रो, उहाँको नाम चाहिँ करण हो। उहाँलाई चिन्ने जतिले सबैले लाइक शेयर कमेन्ट गर्नु होला। र देख्न सक्नुहुन्छ उहाँको बाइक। र अहिलेलाई सुटिङ यति नै हो। भोलि